हेलो एभ्रिवान, आज चाहिँ दादा भाउजूको बेबी सावर हो अनि सृष्टि भर्खरै आइपुगेको छ अनि हामी दुईजना मिलेर चाहिँ डेकोरेसन गर्दैछौँ। म देखाउँछु है त के हुँदैछ यहाँ। ओ माई गड, ठुलो हुन्छ जस्तो त। त्यही त ठुलो हुन्छ जस्तो त। त्यही त। ओ खतरा ठुलो होला जस्तो त है। हामी चाहिँ भर्खरै यो डेकोरेट गर्ने आर्ट्स बनाउँदैछौँ। यो चाहिँ हार्ट सेपमा छ कि मोर एक्साइटिङ त त्यहाँ छ नि होइन। यही छ। हामी दुईजना मिलेर अहिले यो बनाउँदैछौँ अनि मामाहरू र दादाहरूलाई चाहिँ हामी वेट गरेर बस्छौँ। लेट्स सी कतिखेर आउनुहुन्छ। अहिले चाहिँ बज्यो 1:15 होइन। 1:15 भइसक्यो। अब हेरौँ कति बजी आउनुहुन्छ। ओके लेट्स कन्टिन्यू है त हाम्रो काम चाहिँ। विल सी यु सुन। गड, हामीले यत्रो ठुलो हुन्छ भनेर सोचेको थिएनौँ है। यो त पुरै भित्ता खानिरहेको खतरा दामी। हार्ट सेपमा। अब हामीले पछाडि केही गर्नै पर्दैन, यसमै गरिदिउँ डेकोरेसन। सही दामी भयो यार। यस्तो हुन्छ भने त एक्सपेक्टै गरेको थिएन यति ठुलो हुन्छ भनेर क्या। अब बल्ल हार्ट सेपको यो आर्ट्स बनाएर सक्यो। अब यसमा हामी डेकोरेसन गर्छौँ। हाम्रो चाहिँ दादा भाउजू आइसक्नु भयो। दादा कस्तो लाग्दैछ तपाईँलाई? एकदम राम्रो लाग्दैछ। डेकोरेट गर्दैछौँ हामी। चाहिँ डेकोरेसन यतिको भयो। वाउ यस्तो दामी। कस्तो लाग्यो तिमीलाई यतिको बनाउँदा डेकोरेसन? रमाइलो लाग्यो। मामा कान्छो मामा जेठो मामा आइसक्नु हो। अब हाम्रो यहाँ के भन्दैछ मामा यहाँ? यो त होइन, यो त अन्ट्रीमा मात्र हो। मेन डिस त अर्को छ। सेफै मामा अब अनि भयो त ठिकै छ त। अनि यता बन्दैछ हाम्रो चिकन। अलिअलि बन्यो जस यस्तो छ। म दादालाई माइक्रोफोन ह्यान्डओभर के अरे क्यामेरा ह्यान्डओभर गर्छु। म चाहिँ अचार बनाउँछु होइन। अचार बनाउनु पर्यो। मधु कस्तो लागिरहेको त? एकदम खुसी लागिरहेको छ। माहौल त पुरै यो एउटा शान्ति बिनै जाला जस्तो माहौल छ। भन्दा नि बढी भयो आयो। म त हेरेँ भएको छु ल। यता हेरेर डेकोरेट के गरे भइरहेको छ। अचार अहिले म दिन्छु भन्दै थियो भन्छ। ल दामी। यहाँ पनि बन्दैछ। के बन्दैछ बिना यहाँ त? डायपर केक। मैले त अहिले के होला भन्ने ठानिरहेको थिएँ। माथि एउटा त्यहाँ 3 लेभल्सको अलिक ठुलो देखिन्छ। मम्मी नै बनाउनु ट्राई गरिदियो हुन्छ। गुड। एक्साइटेड भएर हामी अलरेडी यता मम्मी भाउजू उता बिनु यता दादा सबजना रेडी। हाम्रो डेकोरेसन नि सब रेडी भयो। अब बेबी सावर स्टार्ट हुँदैछ। उता देखाउन उता एकचोटि सबैजना चुप्प लागेर। दामी भयो बेबी सावर। ओके ल मम ड्याड बस्ने। अब मम ड्याड बस्नु जानु। नमस्कार। आज मिति 2082 माघको 5 गते चाहिँ हामी कहाँ छौँ? आज ब्ल्याक टाउन, अस्ट्रेलियाको ब्ल्याक टाउनमा छौँ। एकदम सुवर्ण अवसरमा यो चाहिँ हामी आफ्नो कर्मभूमिमा पहिलोचोटि हाम्रो नयाँ जेनेरेसन थप हुँदैछ। त्यसमा दादा तथा दिदीलाई धेरै धेरै बधाई, सँगसँगै धन्यवाद पनि। दादा मधुसूदन गौतम र अनिता दाल गौतमलाई गौतम भनेर नै परेन, अटोमेटिक गौतम हो।
त्यसका सँगसँगै यही खुसियालीमा जोडिन नेपालदेखि आउनुभएको मम्मीलाई पनि हार्दिक धन्यवाद प्रकट गर्दछौँ। नयाँ मान्छे हजरामा हुँदै हुनुहुन्छ। त्यसै सँगसँगै हामी ब्ल्याक टाउन, मेरील्यान्ड अनि स्ट्राथभिल, ग्रान्डभिलबाट सम्पूर्ण मामा, सर्वेन्द्र, बिना, विजय, सृष्टि सम्पूर्णलाई धन्यवाद। यो हाम्रो आज चाहिँ दही चिउराको स्पेसल कार्यक्रममा सहभागी हुने सम्पूर्णलाई धन्यवाद दिँदै हाम्रो कार्यक्रमलाई चाहिँ हामी अगाडि बढाउन चाहन्छौँ। अफिसियल्ली दही चिउरा कार्यक्रम यता छ स्टेजमा। त्यसको लागि अनिता दाहाल दिदी र मधुसूदन दादालाई चाहिँ अगाडि जानुहुन, स्टेजमा जानुहुन हार्दिक अनुरोध गर्दछु। चुनाव टिकटै पाउँदैन आज त टिकट पाउने सम्भावना धेरै छ है। ल यो खुसियालीको मौकामा 2-4 शब्द दिनु होला तपाईँको। अहिले नि दिनु, अहिले भर्खरको एक्सप्रेसन। प्रेसरमा पारे कि प्रेसरमा पारे। धन्यवाद सबैजनालाई। कार्यक्रम आयोजना गर्नुहुने सबै बहिनी ज्वाइँ, मामहर, समूह, विशाल, बिना, विजय सबैजनालाई धेरै धेरै, सृष्टि सबैजनालाई धेरै धेरै धन्यवाद। ल अब कार्यक्रम सम्पन्न अगाडि बढाउँ। सबैका अमूल्य शब्दहरूका लागि धन्यवाद प्रकट गर्दै आजको आधिकारिक कार्यक्रम सुरु गर्नुहुन मम्मीलाई टिको लाएर कार्यक्रम सुरु गर्नुहुन अनुरोध गर्दछु। यतापट्टिबाट त्यही भएर त अलिक ढिला गरौँ भनेको। अलि यता आउनु न, त्यो दही चिउरा छ कि अलिकति यता आउनु त। हो यति गर्दा यतिमा भन्नु हो सेन्टरमा ट्याक्क हो। मान्छेले यसरी टच गरे जसले भुट्टा त्यसको चाँडै अस्ट्रेलियन बिफ हो के ओके अहिले टच गरौँ न त लास्ट मम्मीको आशीर्वाद मनमा नै भयो जस्तो। खै ठुलो सोले भन्नु पनि भएन यस्तो। अब यो चारौँ पाँचौँ भयो अफिसियल आजको होइन, आधिकारिक त यो हो नि त। खुसी खुसी आवाज भनिरहेको अलिक खुसीकै आँसु बग्न थाल्यो, त्यही भएर मम्मीले भक्कानी भयो। मेरो 2-4 शब्दले अलिक गाह्रै परेको छ। हिजो मात्र जन्मे जस्तो लाग्छ छोरी, आज छोरी जन्मनी भइसक्यो भनेर मम्मीले टिका लाउनु न, यस्तो कस्तो गरेर बस्छ लिस्टिक गर्नु यस्तै त अनि हामी यस्तै हो। खोइ त अनि दही चिउरा खाउनु हो त, मेन कार्यक्रमै छ गर्नु भएन अनि यो उनी भएन क्या। ए यसै चलाउनु त। एउटा दोरी यसो ब्याकग्राउन्डमा दोरी दिनु न, गुनगुनाउनु होइन मुखैले भने गुनगुनाउने हाम्रो छिमेकी भएको चिनी अब कहाँ गुल्यो कहाँ केरा किन नमिसाक त बर्बाद भइहाल्यो नि। ए छ जना तपाईँलाई 2 टका रमाउने अहिले जनै गरेर ल्याएको होइन मामाहरूलाई पहिला मम्मी होइन मैले भन्छु मम्मीलाई धेरै धेरै धन्यवाद नेपालदेखि यो कार्यक्रम सफल गर्नलाई यहाँ आउनुभएको। त्यसै सँगसँगै धेरै टाढाबाट बिहानदेखि निम्तो गर्दा पनि एकदम दूर स्ट्राथभिलदेखि 3 घन्टा लगाएर आउनुहुने हाम्रो आदरणीय मामालाई अगाडि गएर दही चिउरा खुवाउनु हुन हार्दिक अनुरोध गर्दछौँ। उताको टिमले सँग विजय र बिनाका लागि पनि हार्दिक अनुरोध गर्दछौँ। ताली
माइती आउनु बित्तिकै खुसी त्यतिकै सँगै 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 विदेश हातले छुने हातले छुने माइती आउने बुबा यहाँ आउँदा त किन खुसी नहुनु अर्को 2 वर्ष फेरि यसरी मौका पाइयो त्यो अहिले माइकमै दिन्छु म अनि अनाउन्स गरेको एकदम सेफ डेलिभरी होस् राम्रो होस् बच्चा हेल्दी निस्किनुपर्छ निस्कियोस् त्यही नै छ शुभकामना आजलाई त्यही होइन त अब यो यस्तो कार्यक्रमहरू गरिरहन पाइयोस् होइन 2 वर्ष घुमी भयो वर्षमा एक तारिक आएर होला फोटो सेसन पनि त हुनु अहिले पछि होला खाइसकेपछि ढले 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 म त ढले 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 त्यो बेलुनमा थिच्नु भएन है ओल्लोमा ओल्लोमा भिडियोमा नि आएन अब के रिक्याप गर्ने ल बिनु कहाँ छ फेरि बिजेले खायो भइहाल्यो नि त ल कङ्ग्रेचुलेसन्स दाइ हजुर पनि कङ्ग्रेचुलेसन्स बेबी एकदमै हेल्दी ह्याप्पी अनि बिनु एकदम फेरि handsome। फागोस्तो गरेर त मेरो ब्लग ओरिजिनल चाहिँ त्यही गरौँ है प्लिज भाउस ल भाउजू कङ्ग्रेचुलेसन्स क्यान्डिडेट गरौँ सबैमा फोटो मान्छे देखिनुपर्छ भन्ने छ एउटा हानिहालौँ फोटो ल को फोटोग्राफर फोटोग्राफर सृष्टि पन्त पछाडि धेरै नठालौँ है प्लिज हाम्रो पाला फेरि रहँदै नरह अगाडि सानो पनि भयो यार भाउजूको पेटले ठेलो त्यहाँ हो ल ठिक छ ठिक छ कम्प्लिट नगरौँ त्यो झिक्नु न त्यो अनि तल लाउनु भाइ देखिया छ के देखिया छ प्लेट देखिया छ पेट देखिया छ भयो अल गुड भन्ने हामीले चिने हौ कोही झुकिँदैन बिनाको हो कि भन्न देखिया होइन जोक सपाट जोक सपाट जोक सपाट है जोक सपाट ठ्याक्कै दाजु भन्न लागेको छैन बुझ्नु हाँस्नु हात हल्लाउनु भयो नहलाउनु मामा एकछिन यता एकछिन हेरौँ यता 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 छैन नि ल यता हेरौँ यता अलिक क्लोज राखेन कि हाँस्नु। म निशा गौतम र ज्वाइङ सुरेश घिमिरे है हाम्रो उहाँहरूको पहिलो भोला यस पहिलो ससुराली ससुराली बढ्दैछ उहाँहरूलाई चाहिँ स्टेजमा एकदम गडगडा तालीले स्वागत गर्नु धन्यवाद 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 फुपू फुपू म उता जान्छु तपाईँ यता जानु टिका लाउनु टिका त हामी लगाइदिनु पर्दैन होला कि पर्छ लाउनु छोको जस्तो गर्छ किनकि मधुको ट्याक्क राम्रो बस्छ क्या दुईजना धेरै धेरै बधाई 2 सालमा फेरि अर्को ससुराली थपियोस् सँगसँगै हुर्काउनु पर्छ 5 वर्ष किन टाइम वेस्ट गर्नु होइन हो दुईटा चाहिन्छ भने त 5 वर्ष किन टाइम वेस्ट गर्ने एउटाका लागि दुईटै त्यो त कति थाहा पाएको दिँदै भने एउटालाई राम्रो होस् सकुशल होस् सालो भन्न पाइन्छ एउटा सानो सालो ससुराली बढे अर्को पालि सालिन चाहियो धेरै धेरै बधाई ल कङ्ग्रेचुलेसन है त गिफ्ट त दिनु पऱ्यो बोक्न सक्दैन होला गिफ्ट त ल है त गिफ्ट म उताटी कता पनि भयो अलि उता सार्नु पर्यो त्यसमा अलि भएन जसलाई यता र उता गर्नुपर्ने थियो ल बहिनी उतापट्टि जाने यी ठिकै छ के भन्दैन नत्र तपाईँ उता जानु म यता बस्दा चाहिँ भयो कि स्वाद त्यो चाहिँ हो एउटै हो के हो होइन अलि बेटर देखिन्छ नि त होइन स्ट्यान्डलाई चाहिँ नछाउ है ल कहाँ हेर्ने अगाडि हेर्ने के भने के भन्नुहुन्छ सुनौला अहिले गरौँ ल
कसको क्यामेराको माइक खिच्न कसैको All good? ल ल ल ल ए दही चिउरा खुवाइएन नि त म त मेन त छ दही चिउरा आफ्नै हाल्नु पर्छ थोरै यहाँ स्टेज त बस्यो नि त अगाडि नै यार ल धेरै धेरै बधाई है त सकुशल देख्न पाइयोस् 2 हप्तापछि यो मन्दिर ल है त थ्याङ्क यू सो मच यसमा पनि चाँदै रहेछ यार के गर्ने हजुरआमा हुनुहुन्छ भने यहाँ हाम्रो भिडियोमा चाहिँ घरपट्टिका अहिले फोटो नहेरौँ प्लिज यसमा नि चाँदै रहेछ कहिले गरेर सकिसक्यो सोसियल मिडियाको टेक्नोलोजीको प्रयोग एकदम नेक्स्ट लेभलमा गरेर अनलाइनबाट हामीले यसरी दही चिउरा कार्यक्रम गरेका छौँ छोराको कार्यक्रम एकदम हर्षोल्लासले हेर्नु कालो चस्मामा देखिनुहुने चाहिँ हजुरबालाई पनि हार्दिक आकाङ्क्षी स्वागत गर्दछौँ टिकटको लागि आकाङ्क्षी उम्मेदवार आकाङ्क्षी उम्मेदवार लागेको भए पाइदिरहेको मान्छे छैन अहिले काभ्रे ठिक छ फोटोलाई प्राथमिकता दिउँ फेरि 4 सकिने बेला भएको छ केक सेरोमनीलाई अगाडि बढाइहाल्नु कङ्ग्रेचुलेसन बेबीको नाम के राख्यो सरप्राइज राखेको जस्तो चाहिँ आजको अनाउन्स गर्नुपर्छ है नाम राखेर जन्मेकै दिन नाम राख्नुपर्छ त्यहाँ नाम लेख्नुपर्छ हस्पिटलमा नाम रेडी भइसकेको छ अरे होइन कि उताबाटै आउने हो बालेन राखिदिउँ यसै नहोस् बालेन राखौँ बालेन महेन्द्रको नाति अमरेन्द्र राखौँ महेन्द्रको नाति अमरेन्द्र बाबुले खुवाउनु पर्दैन हो हामीले खुवाउने हो सक्यो अब खाँदैन यस्तो गर्ने नयाँ भिडियो बनाउने भइदियो दिने भन्दा नि हामीले खुवाइदिने हो नि पहिला एउटै डिजाइन पनि डेकोरेट पनि उयो कहाँ हो ओभनमा मात्र हो के साँच्चै छैन ओभन हुँदा हो यहाँ छैन मम्मीले पानीमा नराखौँ न होइन नि तपाईँ खानु मम्मी तपाईँ खानु हामीले खुवाइदिनु पऱ्यो नि कहाँ हामीलाई दिया पहिला एकजनाले खाइदिउँ न अब खुवाइदिनु जाउ खुवाइदिनु खाइदिउँ न जानु ठुलो मान्छेले खाइदिन्छ भयो सामी यताबाट स्टार्ट गर्ने हो कि लिउ न तिमी खाना ल नलजाऊ खाना आफैलाई नलजाऊ होइन एकचोटि यहाँ पठाइदिन्छु पञ्चायत जोडाले त अघिनको त भिडियो अन हुँदैन मलाई थाहा छ कार्य व्यस्तताले बुवा आउन मिल्नु भएन भनेर पनि भन्दै फेरि बुवा काना पनि सोध्नु भ्लगमा कता ए अँ ठिक छ म कमेन्ट गर्छु नाइ जोकाने के चाहिँ लिइसक्यो पो के हो रे विजय विजय के भएको रे लिइसक्यो अरे औपचारिक फर्मल ड्रेस लागेको छ अनि ठिक हो देशको बारेमा 2-4 शब्द दिन्छु लास्टमा मिलाएर दिनु पर्यो सबैलाई नमस्कार त्यो सबैलाई नमस्कार त्यही पढ्ने त्यो पढेर तँ भन्नुपर्छ नि मान्छे कस्तो त्यही हेरेर यार तपाईँलाई आउँदैन सबैलाई नमस्कार
का साथसाथै आजको दही चिउरा अथवा बेबी सावर कार्यक्रम यही आधिकारिक रूपमा सम्पन्न हुन लागिरहेको छ। के बनाइरह हो यत्रो आमा के बनाइरह भने सेफ खसीको मासु 10 चोटि सोध्नुपर्छ। हामीले चाहिँ भर्खरै दही चिउरा बनाएर खायौँ आजको स्पेसल मेन्यू। दही चिउरा कस्तो लाग्यो सबैजनालाई? तास टोली एभ्री टाइम तास खेल्ने यार, दिस इज भेरी ब्याड। इन्फ्लुएन्स चाहिँ नहुनु होला, जस्ट मेरो भ्लग हेरेर इन्जोय गर्नु होला। फाइनल्ली चाहिँ हाम्रो दाजुभाइहरूले तास छोड्नु भएको छ। कस्तो लाग्छ तास छोडेकोमा? के भन्न चाहनुहुन्छ? कसले जित्यो त? जित्ने मान्छे चाहिँ यता लक लाग्यो क्या? तिमी चाहिँ के गर्दैछौ फेरि यहाँ? तास कति जित्यो? के भइरहेछ यता? भतेर बाँड्न ओके दिदी अनि खुसियालीमा भतेर पाक्दैछौँ। अनि म मासु बाँड्ने, भात बाँड्ने उता। ओके ल है पार्टी यस्तै हुँदैछ। ल है खाउँ। भुटन पनि छ थपौँ। आमा भुटन तताउन हाल्छ। हालौँ चिकन नि छ, एक पिस चिकन। चिकन भुटन हो। भोलि डिनर यतै आउँ प्लिज। ब्रन्च चाहिँ आए नि हुन्छ। वी आर ह्याप्पी है। छैन कि फेरि मेरो कतिवटा भयो कहाँ हो के ल बसौँ पुग्यो धेरै बसौँ कति सबैले पुगेको बसौँ भुजा लिउँ। त्यो अचार ल्याउँदा रहेछ अर्को चाहिँ कुन चाहिँ? कुन चाहिँ अचार? इन्डियन काँक्रो नि छ, कुन चाहिँ? छुटो के को झोला फेरि? यो झोला त विजयसम्म। ल बाई सी यू बाई 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 र ल बाई सी यू है त। लैसक्यो क्या? लैसक्यो त्यो ए हुन्छ एकछिन बस्नु। स्यामहरू तिमीहरू बस्छ नि त एकछिन। हामीलाई कस्तो एक्लै छोडेर जान लाग्नु त नरमाइलो लाग्यो। एकछिन बस्छ न, एकछिन बस्छ न एकछिन। गुड नाइट। ल बाई बाई। मतलब छैन। ल मम्मी बाई है त, सी यू। हुन्छ बाई गुड नाइट। जाने? ल बाई। केही छैन, बस्यो भने चाहिँ एकछिन जानु परेन भने पर भोलि काम छ। 12:30 भइसक्यो होला है? कति भयो टाइम? ल केही छैन, सी यू। ल बाई गुड नाइट। थ्याङ्क यू। बाई गुड नाइट।